हेलो गाइज वेलकम टु माई ब्लग। सधैँ मोटो ब्लग हुन्थ्यो, आज चाहिँ टक्क लगाएर साइकल ब्लग है। टक्क आज चाहिँ यसो म लुरी अनि एउटा बहिनी छ, यसो घुम्न जानु लाग्यो। आधी घन्टाको बाटो छ, टक्क लगाएर यहाँबाट सरर साइकल चलाउँदै आधी घन्टा। त्यो के भन्छ, एउटा पार्क छ कि मौसम चाहिँ दामी भन्दै त्यही छ मौसम। लुरी चाहिँ अगाडि छ, लुरी र एउटा बहिनी छ। हेलो, तपाईँलाई स्वागत छ मेरो ब्लगमा। लुरीमा ट्याङ ट्याङ कच्ची मित्ते ऊ मोबाइल चलाउँदै बसिरह नि। ए यो यस साइकल चलाउन गाह्रो हुँदो रहेछ हौ, सधैँ स्पिड चलाएर नि पानी भएर थोरै गाह्रो भइरहेछ। तर के छैन, कहिले कहिले शरीर फिट पनि हुन्छ साइकल चलाएर। मजा आछ, सर्र हावा चलेछ, क्लियर वेदर। चट्टा लगाएर फोटो पाएर भने जस्तो घुम्न हिँडेको। आकाशमा प्लेन उडिरहेछ, देखिया कि छैन? कुमारी च्याङ, तिमीलाई मेरो ब्लगमा स्वागत छ है। वेलकम टु माई ब्लग। कस्तो भिडियो बनाउँदा नि लजाउँछ। मामाले समात्दैन पुलिस। लुरीमा ट्याङ ट्याङ सुरमा छ। अनि पछाडि सानो कुमारी बहिनी एउटा छ, अगाडि लुरीमा ट्याङ ट्याङ छ। अनि म यहाँ चल्दैछ है गाइस। लोकेसनमा पुगेछु, अझ राम्रो भिडियो बनाउँला। अहिले साइकल चलाउँदै सरर टिरिङ टिरिङ साइकल बजाउँदै, टिरिङ टिरिङ घन्टी बजाउँदै भने हिँड्न परेछ साइकलमा। अहिले दुईजना अगाडि छ। तपाईँ अहिले लोकेसनमा पुगेपछि चाहिँ अलिक मजाले बनाउँला भिडियो। अहिले चाहिँ अब अलिअलि थोरै छिटो मिठो छ। जापानमा नि यस्तो ठाउँ छ है, टक्क लगाएर हेर त, ट्याक्क घरमा हिँडे जस्तो लाग्दैन बेला बेलामा। चिल ठाउँ छ यार। हेलो
मेरो मेरो ब्लगमा हाई गरिदिनु न गाइस। हेलो हेलो। दामी ठाउँ छ है लुरी। साइकल चलाउँदै ब्लग बनाउँदै अहिले पुण्डुङ्ग लड्यो भने बेइज्जतै हुन्छ फेरि। हजुर दामी ठाउँ छ है। छैन क्या लुरुमा टेङटेङ। सानो कुमारीको बेइज्जत गरेर हाल्यौ। हामी 3 जना टक्क पार्कमा हिँड्दै। ल अब खतराङ खुतरुङ खानेकुरा किन्न परेन त गाइस। के किन्ने हो त? कोका कोला। एउटा जुस ऑरेंज जुस। ये इट्स कॉल्ड हैबिट। इट्स कॉल्ड हैबिट। कम्पनीमा काम गरेपछि ह्याबिट भइहाल्छ नि। लिग न एउटा के लेख्ने हो? लोरी लिनु। केमा खाने त? कप चाहिन्छ? एउटा लिग न जुस। दोरेगाइनो टन्न खानेकुरा बोकियो है गाइस। अब चाहिँ जानुपर्छ फेरि थोरै छ 5 मिनट जति बाँकी छ। अब टोकरीमा लगाउनु। सही घाम लागेछ हो। ताल हो ताल। मान्छेको ढ्याप बनाउनु खोजेको नबनाएको होला। कसरी? ओके मेरो लोरीको भिडियो बनाउने। फाइनली आइपुग्यो गाइस। फाइनली त्यहाँ कच्छ हेर्नु तर कस्तो शीतल ठाउँ छ है। के भन्छ यो सानो कुमारी? छिटो हिँड, मेरो ब्रेक लाग्दैन। मैले देब्रे हातले चलाइरहेको छु। साइकल बिग्रिसकेछ नि। मलाई दोष लाउनु न अब। हेर्ने अन्त हामी कहाँ भनेर। 1 2 3 गो। सब फुलै फुलको बगैँचा छ। दामी दामी फुल भएको ठाउँमा भिडियो फोटो भिडियो।
कस्तो राम्रो शाम छ घुम्दा घुम्दा कतिखेर हो घर जाने चाहिँ घुम्नमा व्यस्त छ हैन त लुरिडन अब घुमेरै भए छैन भर्खर त घुम्दैछौँ मन परेको फुल सुके पनि रसिलो येलो रोज रेड व्हाइट पिंक यो ठाउँको नाम के रे लुरी लौ घुम्न आउने ठाउँको नामै थाहा छैन यो ठाउँको नाम चाहिँ कोइचो पार्क है कोइचो पार्क नाम पनि खतरा छ कोइचो पार्क अनि यहाँ चाहिँ रोज गार्डन छ अनि अलि उता अरूको ठाउँ छ अहिले एकछिनमा जानुपर्छ अहिले चाहिँ जस्ट एकछिन यहाँ घुम्दैछौँ अहिले फेरि अर्को ठाउँमा गएपछि फेरि देखाउनेछु फोटो खिचाइ गरे म त झ्याउला यसो म डुब्न गएँ नानी ठाउँ चाहिँ राम्रो छ गाइस गाउँमा हुनेहरू यसो घुम्न आयो भने यो ठाउँतिर सही छ नि अझ पुरै ठाउँ त घुमेको छैन यसो घुमेपछि फेरि भन्छ क्लक टावर यो त घुमेको थियो त अघि त अहिले त घुमेन त लुरुवा चिलायो एलर्जी भयो यहाँ आएपछि यो ठाउँमा भिडियो खिच्दैन त के काम होइन फोटो भिडियो खिच्दैछौँ हाम्रा टोलीहरू लोकेसन ग्रेट के गर्ने गाह्रो छ बुढा भएपछि गाह्रो छ बुढीको काम गर्नै पर्यो जति ठुलो मान्छे भए पनि बुढो भएपछि बुढीको ब्याग बोकेरै बोक्नै पर्छ गाह्रो छ नि मलाई तर ठाउँ चाहिँ त्यस्तो दामी छ क्या यहाँबाट लोकेसन दामी देखेछ सनसेट भ्यू त सही आउँदो रहेछ त यहाँ तर कतिखेर हो सनसेट हुने चाहिँ क्या हुई
घुम्न जाने टाइममा घुम्न आएपछि यतिको भ्यू त हेर्नै पर्यो। अब चाहिँ घुमघाम सकियो ल, अब चाहिँ फर्किनु पर्छ। लास्ट अब एक दुईवटा फोटो सक्यो, त्यसपछि घुमघाम सकियो, रात पनि भयो, फर्किनु पर्छ। ल घुमेर नि भ्याइयो, अब फर्किनु भयो। आज ब्लग चाहिँ यहीँतिर इन्डियन गरिदिनु पर्ला जस्तो लाग्यो। ल गाइस, भिडियो अन्तिमसम्म हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्ने है त। हस् त, नेक्स्ट टाइम